Hello, what's up guys? It's me Sandesh. Welcome to my new video. आज चाहिँ म र मेरो बहिनी चाहिँ नेपालको जाँदैछु. लाइक आजको भिडियो चाहिँ यो डे विथ माई सिस्टर हुनेवाला छ. यो चाहिँ मेरो पसल हो. गए म नेपाल जान्छ. यसले भने क्या. हस् बाई. यो चाहिँ हाम्रो बजार हो. लाली बजार, सानो सिरी, ताराताल जे भन्दा नि भयो. यो ठाउँलाई 3-4 वटा नाम छ. अहिले कुसुम्बा बजार भन्छ. राइट टर्न लिएपछि हाम्रो पेट्रोल पम्पमा पुगिन्छ. आज चाहिँ अलमोस्ट सबै कुराहरू चाहिँ क्यासमा गर्नु पर्ला. अनलाइनको धेरै युज गर्न हुँदैन. त्यति थाहा पाएनस् भने त के काम तेरो. थ्याङ्क यू. लौ पिर 3.53 लिटर. हामीले पेट्रोल पनि हालिसक्यौँ. रेनकोट लाउँछौँ हामीले. ल. So we are ready to go. Let's go baby. क्याम्पस हाम्रो बबई बहुमुखी क्याम्पस भन्ने हो. मास्टर्स डिग्रीको लागि सबैजना अब प्रायः जसो हुन्छ नि कोही. अब यस्तो छ हालत चाहिँ. यहाँ बाटो बिचमा रोकिदिन्छ, न मान्छे हट्छ न केही गर्छ. यो खाल्टो कहिले नपुरिने भयो यार. यो बाटो मलाई सबैभन्दा कचडा लाग्ने बाटो हो. के राम्रो हो यो बाटो. हेर त यति नराम्रो बाटो. हजुर चाहिँ त्यसरी चलाउँछु. क्यान्सर अस्पताल पनि यहाँ छ. यताबाट जाने रहेछ. अनि यतातिर चाहिँ स्कुलहरू छ. टक्क पारामा के छ अरे. पार्क पनि रहेछ क्या. यताभित्र पार्क जस्तो देखेँ क्या मैले. यस्तो राउन्ड थियो. हो सबैभन्दा राम्रो काम भएको चाहिँ यो बनाएर. यो पुल बनेको पनि थिएन. पुल त थिएन यहाँ. सानोवाला पुल छ. यो बाटो यति नराम्रो थियो नि. पानी यहाँसम्म आएर पुरै बगाउँथ्यो कि उता. एकचोटि मेरो चप्पल पनि बगाएको छ यहाँ स्कुटीमा आउने बेला. अन्त दाइको जुत्ता चाहिँ बच्यो. जुत्ता नि बगाउनु लाग्थ्यो. तर यो ओ माई गॉड यो कुरा हेलो साथीहरू, वेलकम ब्याक टु आवर युट्युब च्यानल. साथीहरू हामी चाहिँ अब भाटबाट जाने हो. कहाँ जाने गरे
ओके अनि हाम्रो लजाउने मान्छे आउनु हाम्रो नक्करीजी कपा चुम पैसा छ क्या हौ एमा लौ 10 रुपियाँ लौ न चक्लेट खाऊ लौ किन देख्यौ त अनि किन देख्यौ त सबैले सेतै सेतो लाहौ है माथि भयो यहाँ लोट्यो भने के गर्ने कान्छी यहीँ चिप्लेर लोट्यो भने के गर्ने अनि कौडा फोहोर हुन्थ्यो के गर्थ्यो त्यसपछि जान्थ्यो के त्यो हटाउँछ खुबै हामी पुग्यौँ भाटवटिनीमा नजिक छ बाइक चाहिँ कहाँ भित्र राख्ने कि बाहिर बे बाहिर राखिदियो यत्रो नि छोड्दैन यहाँ त यार हामी चाहिँ अब एन्टर गर्न लाग्यौँ ठ्याक्क लकरमा खानेको सेक्सन यही हो है कि माथि गएर आउने सुरुमा चाहिँ मेरो दुईवटा बच्चीहरू छन् हजुर पहिला ए पेपर पिज्जामा गएर उ गऱ्यो के लिने भन्नु बर्गर छोड पिज्जा मगाउने सुरुमा एउटा कुन गर्ने सुप्रिम एउटा चिकन सुप्रिम पिज्जा गर्नु पर्यो एउटा चिकन सुप्रिम पिज्जा ट्याक गरौँ अनि मेक्सिकन सुप्रिम चिकन पिज्जा बर्गर पनि रहेछ त बर्गर पाउँछ स्पाइसी फ्राइज एन्ड कोक एक कम्बोमा दिएको छ बर्गर त मगाउनु नै हो किनकि नर्मली हामीले एक काट्नु 100 रुपियाँमा नै आउँछ त्यही साइज नै हो त्यो नभए हाइलाइट नगरेर बस्नु त्यसमा दुईवटा पिज्जा रोटी एउटा खाने अहिले एउटा प्याक गर्नु कुनै छैन खाने जस्तो अब के हुन्छ मुन भने मुनमा उबारै लगाउँदा हामीले यो हाम्रो पिज्जा पनि आयो मोबाइल पायो भने त यो कहिलेको हेर त डेट छ यसमा
कहिलेको हो यो बेस्ट भ्यू 21 तारिक भन्छ आज कति तारिक हो हेर न मोबाइलमा कति तारिक हो 22 तारिक खाने हो लगो खानुभयो दुइटा कि यो तलको पनि छ त एउटा यो लग्यो एउटा त्यो लग्यो खाने बेला लग है अरू यो राम्रो हुन्छ बकेट ट्रली नै कति धेरै सामान उठाउँछु भने बेले ट्रली चाहियो अरे सबै सामानहरू किनेर अब निस्किन लाग्यो हामी बिल कतिको आयो देखिस् तैँले अब चाहिँ हामीले हाम्रो अलिअलि अब के किन्न भनेको थियो बहिनीले त्यो किन्यौँ पिज्जा सिज्जा पनि खाएर अर्को प्याक गरेर चाहिँ लगिरहेको छौँ र माछा है माछा पनि लिनु छ यार अझै माछा चाहिँ कहाँबाट लिने हो बाटोमा हेर्दै जानुपर्छ यार जमाई नि होला बहिनी ज्वाइँ हुन्छ ज्वाइँ जमाई ज्वाइँ के होला नि हो सेम यार हात मिला त सेम यार मेरो पनि 10-12 वर्ष बाँकी छ अब हेर चाहेको भेट्यो भने त गरिन्छ नै हेर चाहिएको पाइयो भने ल्याइन्छ नत्र वर्ल्ड टुर हान्दा बस्छु म साँच्ची जो चाहन्छु नि त्यो पाइयो भने ल गरिन्छ भन्ने हो तर 10 वर्ष टाइम चाहिँ लाग्छ 8-10 वर्ष लाग्छ ढुक्कले अनि नत्र पाइएन भने चाहिँ सेभिङ गरेको पैसाले त्यो एउटा गाडी नत्र बाइक किन्ने अनि अर्को यो बाइक त बच्चा पुरै के युट्युबमै लाग्ने त्यसपछि भ्लगिङमा घुम्ने जाने जहाँ मन लाग्छ त्यही हावा जस्तो के डुल्या दिन सकिन्छ न केही दिन सकिन्छ सबै कुरा हेर्नुपर्छ बुझ्यौ मेन भनेको आफ्नो हबी हो त्यो हबीलाई चाहिँ यति अब पुरा गर्नुपर्छ खाने जस्ता पटक बजेर पनि खानु फेरि हेलमेट लगाऊ नलगाऊ मतलब छैन कस्तो साला ट्राफिक हो कि के हो त्यो पनि थाहा भएन के रोक्दैन रोक्यो भने के थाहा टिभी चोक पुग्ने हो म माछा लिन यत्रो घुमेर यार माछा पाउँछ टाइम नभए हो भने यो चाहिँ मेरो यार बाइक राख्नुको कारण के हो थाहा छ तपाईँहरूलाई त्यो भनेको डिभाइडर हो कि दुईवटा रोडलाई छुट्टाएको हो कि नत्र थाहा नै हुन्छ त्यसो यार काठमाडौँ भएको भयो अहिले तर काठमाडौँमा नि काठमाडौँ ललितपुरमा भनौँ न ललितपुर त्यहाँ कल अबी मलको अपोजिट छ नि त्यो लाइनमा चाहिँ पार्किङ राख्न दिन्छ कि यस्तै खुल्ला पार्किङ हो नि त त्यो सिरीको पार्किङ यहाँ चाहिँ त्यस्तो मतलब चाहिँ छैन अहिले यस्तो मन्दिर हो त्यो अगाडि पनि मन्दिर नै छ एकदम हो यस्तो पार्किङ त निद्रा लाग्न लागिसक्यो यार सिसा खोल न सिसा जहाँ छ सिसा खोल्दैन बिहान त कसरी आउँछ
फ्रस्ट्रेसन फ्रस्ट्रेट भइदिन्छु म माछा नपाएर धेरै रिस उठिरहेको छ फेरि माथि काठमाडौँ हर्न बजाउनु पाएन यहीँ बजाउँछु आफ्नो लेनमा बस्नु छ नलागु गर्नु छ यो त्यहाँ देखेको छु त्यहाँ पनि छैन भनेपछि सक्छु खान्न माछा छ किन रहेछ पाइयो यत्रो यार यहीँ रहेछ म यत्रो घुमेँ साला भाइ रहु माछा 1 केजी कसरी हो दुइटै जिम्दै हाल्नु न त्यहीँबाट निकालेर हाल्नु न त दुइटा अहिले के हुन्छ र त्यहाँबाट यार पुरै ₹500 का लगा भैया कई जगह 8 रुपये में जगह टेंशन Let's go, guys. Let's go. Light light देखे ना? एकदम एउटा पिछे जानु पऱ्यो पुग्दैन त्यतिले मात्र क्याम्पा छन् क्याम्पा हाल्नुहुन्छ यार भयो थ्याङ्क यू लेट्स गो यो पनि भयो अब धेरै चाहिन्छ सबै भयो रेस्लिङ बाइक बाख्रा भाग त्यहाँ मेरो बहिनीको कपडा सपडा चेन्ज गरेर नि बस्छ कि हजुर हो त अनि
रोहू नहीं क्या? मैं टेबल रखे बाहर ऊपर के स्टैंड